हाई एभ्रिवान, इट्स मी वाइफी यानि कि तपाईँहरूकै अन्जना रोका मगर। आज चाहिँ मलाई माछा मार्न मन लाग्यो कि फेरि साँझ रात परिसक्यो त। हुन त यो जालमा माछा मार्ने भनेकै रातिमा हो। आज चाहिँ जाल थाप्नु पर्यो, लतार्नु पर्यो भनेर हाम्रो घर नजिकै खोलामा गएको थिएँ। खोला चाहिँ अझै सङ्लो भएको छैन कि, आज भोलि पानी आएको गर्छ नि, त्यही ती अनि खरे खोला त भइगयो। वन जङ्गलबाट पानीहरू धमिलो पानी आउँदै मिसिँदै गर्छ कि। यहाँ चाहिँ जाल लतारिरहेको छु मैले। माछा पर्यो कि नै भनेर हेरेको, एउटा माछा परेछ, त्यही पनि फुस्किन्छ क्या। हेर्नु न, ढङ्ग त कति छ फेरि मेरो, फुस्किहाल्यो नि फर्स्टचोटिको माछा त। के गर्नु, यस्तै छ, फेरि पर्यो माछा। मेरो हात चाहिँ लास्टै काम छ कि, रक्सी खाने मान्छेको भन्दा पनि बेसी। बिरालो माऱ्यो भने हुन्छ भन्छन्, मैले बिरालो पनि मारेको छैन, केही पनि मारेको छैन, न रक्सी खान्छु न केही नसा गर्छु, त्यही पनि हात चाहिँ लास्टै काम छ क्या। माछा चाहिँ परिरहेछ, जे होस्। साँझमा माछा उक्लिन्छ कि, साँझ भन्दा पनि साँझ ठ्याक्कै घाम डुबेपछि अनि त्यसलाई थाप्यो भने चाहिँ अलि धेरै पर्छ। यहाँ चाहिँ अन्जना रोका मगरलाई भेट्न पाइयो भनेर माछा खुसी भएर नाचिरहेको छ। हेर्नु न, के भन्नुहुन्छ र तपाईँ। यहाँ चाहिँ माछा छ कि छैन भन्दै छाम्दै हिँडेछु कि जाललाई। जाल कुच्चिन्छ भनेर जोगाउनु पर्छ। के गर्नु त नि, फेरि परेछ है माछा त परिरहेछ। हाम्रोतिर यो माछालाई लुती माछा भन्छ, तपाईँहरूकोतिर के माछा भन्छ पाउँछ कि त्यतातिर। यो माछा चाहिँ अरूभन्दा चाहिँ अलि मिठै हुन्छ है, भन्दाखेरि गफला जस्तो हुन्छ। अरू माछा भन्दा चाहिँ टेस्टी हुन्छ अरे है, सबैले अहिलेसम्मको अनुभवमा बताएको मैले। माछा त परेको पऱ्यो हो कि साँझमा त फेरि। हेर्नु न, कति धेरै खुसी भएर नाचिरहेछ कि। फेरि जालमा अड्केर राम्रोसँग निकाल्न पनि मिल्दैन। अब उता जाल माछा छोपौँ कि जाल बचाऊँ कि जस्तो हुन्छ कि। जाल अल्झिएर फेरि च्यात्थ्यो भने त फेरि अर्चोटिलाई माछा मार्न हराउँछ। जाल चाहिँ जोगाइ बनाऊ, हाम्रो दाइको हो नि त, हाम्रो होइन। अनि जोगाइ माछा निकाल्नु पर्छ कि। यो चाहिँ निकाल्दै सक्दैन म भन्छु। यो निस्किनै मान्दैन कि, मैले त टोकिदिएको टाउको साउको। माछा त खान्न, त्यही पनि टाउको टोकिदिन्छु नि म त फेरि। निल्दैन है, मुखमा हाल्छु, निल्दैन। परेछ कि नै, अब घर जानु पर्यो भनेर यसो छाम्दै गरेको। माछा चाहिँ यही हो, आन्द्रा भोडी फालेपछि। यहाँ चाहिँ कति भिडियो बनाउनु पर्ने भन्दा चाहिँ फेरि उसले भदैनले। अनि यति मात्र पुगेन, मेरो अनुहारदेखि गरेर भिडियो बनाइदे भनेर भनेको छु। अब फेरि बनाइदिएपछि माछा देखाएर आएको, म खुसी भएछु। फेरि लाज लाग्यो अरे कि। माछा चाहिँ यही अब जर्किनमा हालेर घर लाने हो। यो चाहिँ हाम्रो मात्र होइन, सबैले बाँड्नुपर्छ, नानीलाई दिनुपर्छ। यहाँ चाहिँ मेरो भाग कहिले पाउँछु भनेर मेरो भदैनीले हेरिरहेछ। कति खुसी भएछ, आज त माछाको तरकारी खान पाउने भयो भनेर। चप्पल र मोबाइल छोप्ने चाहिँ यही हो। बाहिर बसेर चप्पल मोबाइल छोप्छु, कहिले भिडियो बनाइदिन्छु। हुन्छ, हाम्रो माछा यही हो, हामी जान लाग्यौँ। ओके बाई, गुड नाइट। कति खुसी छु।